अहिले आएको छ। यो ताप्लेजुङमा जाने विशेष गरेर यो मेची राजमार्ग हो। यो अहिले यस्तो हालत बनाइदिएको छ। यो डाइभर्सनहरू यहाँ सबै बगाउन आँटेको छ, थोरैले मात्रै बचेको छ भने यहाँ मास्तिर बेली ब्रिज यहाँनिर बन्दै छ। बन्दै गरेको यो अस्ति बनिसकेको यो भत्किया थियो। यहाँनिर 3 जना मान्छेको चाहिँ कामदारहरूको चाहिँ मृत्यु पनि भएको थियो। 3 जना अहिले पनि अब उपचारको क्रममा हुनुहुन्छ भने यहाँ धेरै अहिले यो ताप्लेजुङ जाने मान्छेहरू धेरै अलपत्र परिसकेको छ। यो गाडीहरू धेरै बसेका छन्। यहाँनिर हेर्दैछन्, यहाँ प्रहरी साथीहरू पनि आउनु भएको छ। यहाँनिर अब हामी पनि यहाँ अड्केका छौँ। यहाँनिर अब यहाँ यसरी है, यहाँ थोरैले मात्रै बगाउनु बाँकी छ। अब यो यदि अलिकति थप्यो भने चाहिँ यो डाइभर्सनहरू सबै बगाएर लानेछ। यहाँनिर यतिको प्रेसरले राखेको छ। यहाँनिर यो अघि राति चाहिँ यो माथिबाट नै चढेर गएछ बाढीहरू सबै। अहिले यतिको ठुलोमा छ। अब पानी पर्यो भने लाग्छ। अब यो केही दिनमै यो बगाउने सम्भावना देखियो। र माथि अघि बेली ब्रिज बनाउने साथीहरूसँग नि मैले कुरा गरेँ। यो खोल्नको लागि मात्रै पनि यो अहिले बेली ब्रिज 12 देखि 15 दिन लाग्ने भन्ने कुरा आयो। निर्माण हुनको लागि निकै समय लाग्ने नै रहेछ। त्यसो हुँदाखेरि